यो राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिसकेपछि चाहिँ रमेश परसाईलाई रवि लामिछानेले चाहिँ महिनाको लाखौं रुपियाँ तलब दिएर चाहिँ बनाइरहेको छ भन्ने जस्तो पनि आइरहेको छ। बाहिर के हो? मलाई किन्न र प्रभावमा पार्न सक्ने कुनै माइका लाल यो पृथ्वीमा प्रकटै भएको छैन सर। सहकारीमा रवि लामिछानेको संलग्नता पुष्टि भएको 5 सेकेन्डमा पार्टी छोडिदिन्छु म। नजिक आउँदा थालिन्छ काम गाह्रो हुन सक्छ नि मन थाम्न हुक्का चिलिमले। रवि लामिछाने त अझै पनि जेलमै हुनुहुन्छ। यो विषयमा के भन्नुहुन्छ हजुरले? चाहिँ हजुरले बुझेको कुरा चाहिँ के हो खासमा? हाम्रो रमेश सर चाहिँ एउटा सामाजिक यात्रामा पनि कुदिराख्नु भएको छ हैन? भनौँ न एउटा हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही सदस्यता पनि लिनुभएको छ। के राष्ट्रिय स्वतन्त्र पार्टीबाट हजुर के हुनुहुन्छ सर? तपाईँ न्युज हेर्नुहुन्न कि गाउँ? अहिले नभन्, म भन्दिनँ न्युज हेरेर अर्कोचोटि इन्टरभ्यू लिनु भन्नु न। घरिघरि उसको किन पेट्रोल खर्च गराउनु महँगो छ पेट्रोल। हजुर मलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हजुर र सहप्रवक्ताको जिम्मेवारी छ। हजुर यो जिम्मेवारी लिइरहँदाखेरि अहिले चाहिँ जुन अब रवि लामिछाने त अझै पनि जेलमै हुनुहुन्छ। यो विषयमा के भन्नुहुन्छ हजुरले? चाहिँ हजुरले बुझेको कुरा चाहिँ के हो खासमा? कुरो यस्तो हो, उसले बाँडेर खान मानेन, इमान झुकाउन जानेन, जम्मा कुरोको चुरो त्यति हो। जस्तै तपाईँ र मैले यो युट्युब च्यानल चलाउँदैछौँ मान्नुहोस्, तपाईँले खोल्नु भएको च्यानल हो यो। तपाईँले के भन्नु भने रमेश तँ एकदम चर्चित छस्, तँ यो च्यानल चलाइदिन आइज, डाइरेक्टर भएर चलाइदे, तँलाई म महिना पछि तलब पनि दिन्छु, नाफाको 15% पनि दिन्छु भन्नुभयो। म त नाच्दै आउँछु नि। अनि पछि म यो च्यानल छोडेर गएँ। म छोडेर गएको 1.5-2 वर्ष पछाडि के थाहा भयो भने यो च्यानल चलाउँदाखेरि चाहिँ तपाईँले अलिअलि पैसा चाहिँ ठगीको ल्याउनु भएको रहेछ। तर पैसा कसले ल्याएको त? तपाईँले ल्याएको, मैले ल्याएको होइन। तपाईँ भाग्नुभयो, म जेलमा छु के। रवि दाईको स्टोरी हो। त्यसरी पनि जेलमा राख्न मिल्छ त? मिल्छ। कानुनको दुरुपयोग, यो त व्याख्यानम बुद्धि बडा अपेक्षा त हो नि। राज्य लागेपछि तपाईँलाई थाहा छ, पहिला पहिला बुढाहरूले आशीर्वाद दिँदाखेरि राजा साउ नलागुन् भन्थे अरे क्या। राज्य चाहिँ नलागोस् है। राज्य लागेपछि त राज्यको सारा संयन्त्रको दुरुपयोग गरेपछि, झुटा मुद्दाहरू लगाएपछि, नक्कली अभियोगहरू लगाएपछि, अनि तन्काको तन्काई गरेपछि त नेपालमा मात्रै होइन, पाकिस्तानमा इमरान खानलाई के भइरहेछ हेर्नु न। दिल्लीमा अरविन्द केजरीवाललाई के भइरहेछ, टर्कीमा इक्राम इमामोग्लुलाई के भइरहेछ। यो एकदम भ्रष्ट टाइपका, खराब टाइपका, राक्षस टाइपका नेताहरू जो हुन्छन् नि, खड्ग प्रसाद ओली जस्ता, यिनीहरूले चाहिँ त्यो कानुनलाई हतियारको रूपमा प्रयोग गर्दा रहेछन् क्या, विरोधीहरूलाई दबाउनलाई। यो दुनियाँभरि यही भइरहेछ। अहिले चाहिँ अब कतिपय मान्छेहरूको सोचाइमा कस्तो छ भने अब आम पब्लिकले त सबै भित्रको राजनीति बुझ्ने कुरा त भएन होइन, तर बाहिरको मान्छेहरूले, पब्लिकहरूले कसरी बुझिराखेका छन् भने यदि रवि लामिछाने गलत थिएनन् भने यसरी जेलमा हुँदैन थियो होला, लामो समय भइसक्यो भन्ने कुराहरू पनि छ। जेलमा उसलाई पूर्व पक्षका लागि भनेर पठाएको हो। पूर्व पक्ष भनेको तपाईँलाई दोषी साबित गरेको होइन क्या, तपाईँको मुद्दाको छिनोफानो नहुन्जेलसम्म भनेर पूर्व पक्षका लागि भनेर जेलमा पठाएको। त्यो कुरो पनि अब मैले भन्नु पर्दैन त्यो किन जेल पठाए भनेर। कान्छाराम तामाङले, पूर्व राज्य मन्त्री कान्छाराम तामाङ जो यही सरकारको राज्य मन्त्री हुनुहुन्थ्यो, उहाँले भन्नुभयो केपी ओली प्रधानमन्त्रीज्यूले नै न्यायाधीशलाई फोन गरेर जबरजस्ती जसरी पनि रविलाई थुन्नु भनेर आदेश दिए भनेर मैले भने होइन, कान्छाराम तामाङले भन्नुभयो जो केपी ओलीको सरकारमै मन्त्री हुनुहुन्थ्यो। अब योभन्दा धेरै म के भनौँ? होइन यस्तो छ, अब तपाईँको कता कता चाहिँ होइन हजुरलाई पनि लागेको एउटा आरोप, यो राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिसकेपछि चाहिँ रमेश परसाईलाई रवि लामिछानेले चाहिँ महिनाको लाखौं रुपियाँ तलब दिएर चाहिँ उसलाई एउटा बोल्ने बनाइरहेको छ भन्ने जस्तो पनि आइरहेको छ। बाहिर के हो? मेरो ब्याङ्क एकाउन्ट चेक गर्नु न, अहिले सरकार काङ्ग्रेस एमालेको छ होइन, तिनीहरूकै कार्यकर्ताले लेख्ने होला कमेन्टमा यस्ता वाहियात कुराहरू होइन। कमेन्टमा भन्दा नि कतिपयले त तपाईँको भिडियो नै बनाएर पनि बोलिरहेको कुरा छ नि त। त्यहाँ त यो रवि लामिछानेको पार्टीको पक्षबाट बोले होइन, रवि लामिछानेको पैसा बोले हो भन्ने चाहिँ त्यस्तोहरू न्युजहरू छन् त। मेरो एकाउन्ट परीक्षण गरे भइगयो, मेरो ब्याङ्क एकाउन्ट परीक्षण गरे भइगयो। मलाई किन्न र प्रभावमा पार्न सक्ने कुनै माइका लाल यो पृथ्वीमा प्रकटै भएको छैन सर। गर्वमै छ भने म जान्दिनँ, जन्मिसकेको चाहिँ छैन त्यस्तो मान्छे जसले मलाई किन्न अथवा प्रभावमा पार्न सकोस्। मेरो घर आउनुभयो तपाईँ, अहिले मेरो कोठामा आउनुभयो, मेरो जीवनशैली देख्नुभयो त के मेरो जीवनशैली के लाखौँ महिनाको कमाए जस्तो छ र मेरो जीवनशैली होइन। मेरो ब्याङ्क खाता चेक गरे भयो भने, काङ्ग्रेस एमालेको सरकार छ, मेरा जम्मै एकाउन्ट भेरिफाई गरे भयो भने
उहाँले भन्नुभएको थियो त दोषी भयो भने त म छोडिदिन्छु पार्टी। मैले भने म के भन्दैछु, म बारम्बार के भन्दैछु, ती भिडियो बनाउनेहरूलाई गएर भन्नु होला मेरो तर्फबाट। म बारम्बार के भन्दैछु भने एउटा कागज मलाई ल्याइदेऊ जसमा रवि लामिछानेको कुनै सहकारीमा डाइरेक्ट संलग्नता भएको पुष्टि होस्। मलाई एउटा कागज कसैले ल्याइदियोस् जुन कागजले बोलोस् रवि लामिछानेको यो सहकारीमा यस्तो खालको संलग्नता छ भनेर। सहकारीमा रवि लामिछानेको संलग्नता पुष्टि भएको 5 सेकेन्डमा पार्टी छोडिदिन्छु म। जस्तो नन्दा म्याम, अहिले हामीले हाम्रो रमेश परसाई जस्तो एउटा यस्तो हुनहार व्यक्ति चाहिँ श्रीमानको रूपमा पाउनु भएको छ, तपाईँलाई कस्तो लाग्छ? मलाई मेरो श्रीमान जस्तै। श्रीमान त श्रीमान पाउनु भयो, श्रीमान जस्तै भयो होइन? म तपाईँको त श्रीमान कस्तो लाग्यो? श्रीमानको मामा जस्तो लाग्नु होइन, उहाँले आज यो टोलीसँग सकिन्न हेर्नु सर। हँसाउनु भएन, म चाहिँ हँसा भनेर लागेको होइन। एकदमै अस्ति यस्तो होला, म फेरि बोल्छु है। अब तपाईँले मेरो अनुहारमै हेरेर थाहा पाउनु होला नि त म कस्तो लागिरहेको छ होइन। कति खुसी छु हो कि भन्नु त। मेरो झन् अब प्रेग्नेन्सी टाइममा त झन् कस्तो गाह्रो हुन्छ, तर म यति खुसी छु होइन। एकदमै धेरै एकदम विश्वकै म एकदम खुसी नम्बर 1मै पढ्छु। यो सब के हो भने नि करोना हस्पिटलमा उसको डेलिभरी भयो, उसको सिजरिङ गरेको, चिरेर नानीलाई निकालेको, पेट चिरेर। अनि टक्क त्यतिखेरसम्म ऊ एकदम अर्धचेत छिन्, आधा चेतनामा। म गएँ, टकटक म गएर गफ गर्न थालेँ। गफ गर्न थालेपछि एकछिनमा त नर्सहरू आएर त मलाई लखेटे त्यहाँबाट, तपाईँ उठ्नु तपाईँ यहाँ नबस्नु भन्छन्। कस्तो कुरा, मेरो बुढीसँग गफ गरिरहेको छु, अर्का बुढीसँग गफ गरे होइन, किन लखेट्छन् मलाई? के भयो त, किन जाने म भनेको? तपाईँ यहाँ बस्नुभयो भने तपाईँले हँसाएर टाँका खुलाइदिनु हुने रहेछ, टाँका फुल्छ बिरामी भनेर मलाई लखेटे। हजुर। अनि रमेश सर, अहिले हजुरको हुन त अघि मैले यो जीवनशैली जिउँदै गर्दाखेरि चाहिँ आवश्यकताहरू धेरै कुराहरू हुन्छन्, दुःख पीडाहरू के छन् भन्दाखेरि त्यस्तो छैन, एकदम फिट एन्ड फाइन छु भन्ने कुरा गर्नुभयो होइन। र न्युजमा पनि केही कुराहरू तपाईँको जस्तो अहिले एउटा पार्टीलाई पनि जोडेर अथवा तपाईँको जीवनशैलीलाई जोडेर होइन, रमेश परसाईलाई अलिकति केही गाह्रो पिरो अवस्था भइसकेपछि चाहिँ अहिले एउटा जागिरे भएर चाहिँ इन्द्रेणीमा लागिराख्नु भएको छ भन्ने कुरा चाहिँ यो के हो? अनि यो सही हो। यो कस्तो भने नि यो के हुन्छ भने तपाईँ हेर्नु न, आफ्नो गाउँमा हेर्नु मान्छेहरू नेतागिरी बाहेक त्यसले अरू केही पनि गरेको हुँदैन, तर पनि 84 व्यञ्जन खान्छ, महँगो घरमा बस्छ, राम्रै गाडी चढ्छ, राजनीति बाहेक त केही गरेकै छैन त त्यसले। आउँछ कहाँबाट पैसा भने क्या मैले, पैसा कहाँबाट आउँछ त्यसको भन्दा त्यो मान्छे भ्रष्ट छ, त्यसले लामो हात गर्छ, औँला बङ्ग्याउँछ, जनताको रगत पसिना खान्छ, त्यो रगत पसिनाले राजाको जिन्दगी बाँच्छ। नत्र कहाँबाट आउँछ? आकाशबाट खस्छ पैसा, नेतागिरी बाहेक त केही गरे हुँदैन त त्यसले। हामी त्यस्तो हुन चाहँदैनौँ राष्ट्रपतिमा। फेरि यसमै दोष पनि आइरहेको छ नि त, जस्तो तपाईँलाई कमेन्टका कुराहरू होइन, कमेन्ट गर्नेहरू त अब एउटा छुट्टै सञ्जाल छ छन त, तैपनि तपाईँले यही काम गरिरहँदाखेरि अब अहिले रवि लामिछाने दाइ चाहिँ जेलभित्र हुनुहुन्छ होइन, भनेपछि उसको खल्ती गरम गरिदिने मान्छे नै भित्र भइसकेपछि उसको जीवन कसरी चलाउँछ त भनेर कमेन्ट गर्ने मान्छेहरू पनि छन्। यस्तै हुन्छ क्या तपाईँको। कस्तो हुन्छ भने नि भन्नलाई त जे भन्दा नि के भयो भने नि सुरेन्द्र केसी र प्रेम सुवालको एउटा बहस चल्दै थियो कि, अनि प्रेम सुवाललाई केमा रिस उठ्यो, माननीय प्रेम सुवाललाई, अनि सुरेन्द्र केसीलाई ओ भारतीय दलाल भनिदिनु डक्टर सुरेन्द्र केसीलाई। अनि म भारतीय दलाल, त्यसो भए तपाईँ कोरियन दलाल भनिदिनु भयो क्या। মানে भन्नलाई तपाईँको जे भनिदिए पनि हुन्छ, तपाईँको मुखमा सिलाइ छैन, भनेको पैसा लाग्ने होइन, जे बोलिदिए पनि हुन्छ। तर मेरो एउटा चुनौती छ, काङ्ग्रेस एमालेका एकदम पेड मान्छेहरूलाई मेरो एउटा चुनौती छ। उनीहरूलाई त्यस्तो लाग्छ भने केपी शर्मा ओलीको सरकार छ, मेरो अकाउन्ट भेरिफाई गरे हुन्छ, ब्याङ्क एकाउन्ट चेक गरे हुन्छ, मेरो खातामा कति छ, 3-4 हजार पनि भेटिन्छ कि मेरो खातामा, मेरो आय स्रोत चेक गरे हुन्छ। मेरो मात्रै न, रासोपाका प्रत्येक नेताको आय स्रोत चेक गरे हुन्छ, सम्पत्ति छानबिन गरे हुन्छ। तर
तरबार त फेरि 2 धारे हुन्छ नि त, 1 धारे हुँदैन, 2पट्टि धार हुन्छ। अनि हाम्रो सम्पत्ति छानबिन गरिरहँदा अथवा जस्तै अस्ति रवि लामिछानेको सम्पत्ति छानबिन भयो, सम्पत्ति केपी ओलीको पनि त छानबिन गर्नुपर्छ होला त कपिल सर। बालकोटमा त्यत्रो घर कसरी बनायो, झापामा 2 बिघा जग्गा भएको केपी ओलीले भन्ने कुरा पनि त छानबिनको विषय त हो त। जस्तो अहिले यो कुरामा जस्तै अब तपाईँहरूको मुख्य एउटा जुन चाहिँ अग्रज हुनुहुन्छ हाम्रो चाहिँ जो पार्टीको अध्यक्ष होइन, उहाँ नै भित्र भइसकेपछि यति बेला तपाईँहरूको पार्टीभित्र पनि अलिकति तितर बितरहरू आइरहेको, कोही चाहिँ भट्किरहेकोहरू देखिन्छ होइन, यो खास के कुरा नमिल्या हो त्यहाँभित्र चाहिँ? केही छैन तितर बितर, केही भएको छैन। त्यो हल्ला गरेर त्यो त्यसै कोको होलो कस्तो भने नि हिन्दीमा एउटा उखान छ क्या, खाया पिया 4 आना गिलास तोडा 12 आना भन्छन् क्या होइन सरले प्रत्येक पर्सनको कुराहरू चाहिँ उखानबाटै दिइराख्नु भएको छ। ओलीको छिमेकी हो नि त भन्दै थिएँ आफै भनिहाल्नु। सुन्नु न, तिनीहरूको तलबै त्यसरी आउँछ त के गरून् त, अनि तलब आउँछ क्या त्यसरी। त्यो के हुन्छ भने 2-3 खालका मान्छे हुन्छन् क्या यस्तो कमेन्ट लेख्ने मान्छेहरू। एक खालका मान्छे भनेको जस्तै एमालेको साइबर सेना जस्ता साथीहरू हुन्छन्, तिनीहरूको तलब आउँछ यस्तो नेगेटिभ कमेन्ट लेखेर, जागिरै त्यही हो क्या नेगेटिभ कमेन्ट लेख्ने। अर्को खालका मान्छे कस्ता हुन्छन् भने ठुटे कार्यकर्ताहरू क्या, हाम्रो युवा सङ्घतिरका हल्लारे कामरेडहरू, टक्क कमेन्ट लेख्ने अनि आफ्नो नेतालाई पठाइदिने, दाइ मैले यस्तो दिएँ नि रमेश प्रसाईलाई भनेर। न रमेश प्रसाईले हेर्नु छ है त्यसको पठाइदिने क्या आफ्नो नेतालाई, पुरा छाती तन्काएर पठाइदिने। अनि अर्को खाले मान्छेहरू चाहिँ बिचरा कहिलेकाहीँ कन्फ्युज भएका हुन्छन् क्या, मान्छे हो कि भन्ने लागेको हुन्छ नि त, 10 चोटि एउटै कुरा भनिदियो भने त हो जस्तो लाग्छ नि त, कहिलेकाहीँ मान्छे कन्फ्युज भएका हुन्छन्। त्यस्तो केही होइन, रासोपा काहीँ त्यस्तो मतलब त्यस्तो खालको तितर बितर अथवा यिनीहरूले भने जस्तो केही भएको होइन। जस्तो सुमन आइदीको सोध्नु भयो होला तपाईँले, सुमन आइदीले के भने हो भने मलाई यो जिम्मेवारी अलिक ज्यादा भयो, सहमहामन्त्री पनि मै भएँ, संसदमा पनि मै भएँ, मेरो भूमिका पार्टीमा र संसदमा दुईटै ठाउँमा राम्रो भएन, त्यही भएर म एउटा मात्रै भूमिका निभाउँछु, एउटा भूमिका चाहिँ म अर्को साथीलाई दिन्छु भन्नुभयो उहाँले। त्यति जस्तो सर अहिले अब तपाईँ एउटा चाहिँ होइन, हुन त अब यो कुरालाई जति दोहोऱ्याइरहँदा पनि तपाईँलाई पनि नराम्रो पनि लाग्ला होइन, यो जुन राष्ट्रिय स्वतन्त्र पार्टीमै हजुर लाग्नुपर्ने अथवा चाहिँ नि तपाईँले त्यस्तो यसलाई देशको लागि के परिवर्तन अथवा के देखेर के सम्भावना देखेर चाहिँ हजुर पार्टी रचना? तपाईँलाई म एकदम छोटकरीमा भनिदिन्छु ल, यो रमाइलो इन्टरभ्यूलाई धेरै बोरिङ बनाउनु भएन होइन। एकदम यस्तो हुन्छ, अहिलेसम्म चुनावमा टिकट कसले दिन्छ? सांसदको टिकट, मेयरको टिकट, वडा अध्यक्षको टिकट कसले दिन्छ? काठमाडौँबाट दिने हो नि त होइन। एमालेमा केपी ओलीले टिकट दिने हो, काङ्ग्रेसमा देउवाले टिकट दिने हो, हाम्रो पार्टीमा टिकट पार्टी सदस्यले दिने हो गाउँबाट। कसलाई उम्मेदवार बनाउने भनेर पार्टी सदस्यले निर्णय गर्ने हो क्या, केन्द्रले निर्णय गर्ने होइन। यसलाई हामीले प्राइमेरी इलेक्सन सिस्टम भन्छौँ। पहिला पार्टीभित्रै चुनाव लड्नुपर्छ क्या त्यो मान्छेले, पार्टीभित्र चुनाव जितेपछि मात्रै जनताको मार्गमा चुनाव लड्न पाउँछ। यो सिस्टम रासोपामा मात्रै छ। भ्रष्टाचारलाई एकदमै नसहने, 72 घण्टाभित्र आफ्नो सांसद निकालिदिने, यो रेकर्ड अर्को कुनै पार्टीले राखेको छ र यो देशमा? भ्रष्टाचारको आरोप लाग्दा 72 घण्टामा निकालिदिएको हामीले हाम्रो सांसदलाई, यो रासोपामा मात्रै छ। रासोपाले जान्नेलाई छान्ने भन्छ। परिवारवाद तपाईँ भन्नु न, प्रचण्डको नातेदार माओवादीमा खोज्नुभयो भने भेट्नुहुन्छ क्या तपाईँले, रेणु दाहाल जस्ता, नारायण दाहाल जस्ता भेट्नुहुन्छ होइन। केपी ओलीका नातेदारहरू खोज्नुभयो भने तपाईँ पार्टीमा कर्मचारी तन्त्रमा जताततै भेट्नुहुन्छ। अस्ति केदार घिम्रेको स्ट्याटस आएको थियो नि, कुलमानलाई भुलमान अब सालोलाई पालो भन्ने होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा सांसद मलाई भनिदिनु न जो रवि लामिछानेको अथवा कसैको नातेदार हो। परिवारवाद निषेध छ रासोपामा। तपाईँ भन्नु मेरो बाउले मेरी आमा फकाउँदै गर्दा जो प्रधानमन्त्री थियो यो देशको, आज पनि उही प्रधानमन्त्रीको लाइनमा छ। मेरो बाउले मेरी आमालाई फकाउँदै गर्दा जो प्रधानमन्त्री थियो आज पनि उही प्रधानमन्त्रीको लाइनमा छ। मेरी छोरी गीत गाउने भइसक्यो। रासोपाले के भन्छ भने 2 कार्यकाल हो, सबको 2 कार्यकाल, मेरो पनि 2 कार्यकाल, रवि लामिछानेको पनि 2 कार्यकाल होइन। 2 कार्यकाल भन्दा बढी कसैले नेतृत्व गर्न रासोपामा पाउँदैन होइन। यस्तो छ यस्ता उन्नत कुराहरू र सबैभन्दा ठुलो कुरा चाहिँ जस्तो हामी केही नपुगेर राजनीतिमा आएका होइनौँ क्या। जस्तो गगन थापाहरूले क्याम्पसबाटै राजनीति सुरु गरे, विश्व प्रकाशहरू यी क्याम्पसबाटै राजनीति गर्दै आए, राजनीति नै गरी खाए जीवनमा। हामी राजनीति गरिआएका होइनौँ नि त, हामी आफ्नो आफ्नो पेसा गरी खाएका मान्छेहरू। जस्तो डाक्टर तोसीमा कार्कीले एउटा अपरेसन गर्दाखेरि 1 लाख रुपियाँ आइहाल्थ्यो त, अनि के चाहिँ खेदाउन किन बाउ लाग्यो त ती डाक्टर? म किन बाउ लागेको होइन? टिभीमा तलब खाइहाल्थ्यो, इन्द्रेणीमा गएर दोहोरी खाइहाल्थ्यो। मलाई के नपुगेको त भन्दाखेरि हामी रासोपामा जो छौँ नि, हामी नपुगेर कोही आएका होइनौँ क्या, अन्त नबिकेर कोही आएका होइनौँ। हामी अन्त राम्रो गरी खाइराखेका मान्छेहरू, देश बदलाउँ भनेर पवित्र नियत लिएर जोडिएका हौँ। त्यो भएर म रासोपामा छु। ओके, ठिक छ। यो राजनीतिक विषयलाई चाहिँ अब जोड्नुपर्ने खास जरुरत त मैले केही पनि देखाएको थिइनँ, तर किनभने अहिले यति बेला किनभने
रवि लामिछाने जो चाहिँ अब तपाईँहरूको पार्टीको अध्यक्ष हुनुहुन्छ जो जेलभित्र भइरहँदाखेरि र यो विषयमा तपाईँ अलिकति निकटको भएको कारणले गर्दा कति अल्मलिएका जनताहरूले केही कुरा बुझ्न पाउँछन् कि भन्ने विषयले मात्रै मैले यो कुरा जोडेको थिएँ। अब त्यतातिर नगइकन अब हामी चाहिँ के गरौँ भने अब तपाईँ त एउटा कलाकार पनि भएर चिनिसक्नु भएको छ होइन र त्यो अब इन्द्रेणीमा अहिले त पेसागत तरिकाले नै लागिसक्नु भयो कलाकार क्षेत्रमा भनेपछि गीत गाउनु त्यो नलाउनु भन्न मिल्दैन सर। यतै गीत गाउन थाल्यो भने कृष्ण दाइ रिसाउने खतरा हुन्छ होइन कहाँ त्यो त्यहाँबाट के भन्छ यस्तो हुन्छ। हजुर अब म गीत गाएरै पारिश्रमिक लिइरहेको मान्छेले अब घरतिरै गीत गाउन थाल्यो भने त ए भनेको के हामीले नि पारिश्रमिक दिनुपर्ने हो र सर? अब तपाईँले अब युट्युबको भिडियो छ अहिले होइन सबै अब चाहिँ जनमानस जति अब टिकटकतिर छ अहिले। हजुर हजुर तपाईँहरूलाई नै बिचरा गाह्रो भइरहेछ, बरु तपाईँ के खाने यार चिया पानी तार। सभ्यताले जहिले पनि राम्रै शिक्षा दिन्छ, सभ्यताले जहिले पनि राम्रै शिक्षा दिन्छ। हामी दुवै जवान हेर कलेजीमा लिन्छ, हामी दुवै जवान हेर कलेजीमा लिन्छ। नजिक आउँदा थालिन्छ काम न, गाह्रो हुन सक्छ नि मन थाम्न। हुक्का चिलिमले कतिन्जेल रोनी हो माया पिरिमले, हुक्का चिलिमले कतिन्जेल रोनी हो माया पिरिमले। यो भाइरल भएको थियो टुक्का पनि रहिरहेकै पनि हो कि यथार्थमा सर? यथार्थमा रहिरहेको पनि छ क्या? अनि मलाई यो माया प्रेमले नै हँसाइरहेको छ, मलाई रुवाइरहेको राजनीतिले हो। राजनीति भइरहेछ है होइन? कति बेला लाग्दैन कुन दिन दशा लगाएर म यो राजनीतिमा छिरेछु जस्तो लाग्दैन सर? लाग्दैन। यस्तो हुन्छ, बडो गजब प्रश्न गर्नुभयो। यस्तो हुन्छ रासोपा असफल भयो भने के हुन्छ? रवि लामिछानेको यो अभियान अथवा हामी असफल भयौँ भने के हुन्छ? केही पनि हुँदैन। हामी आफ्नो आफ्नो पेसामा फर्किन्छौँ नि, खान नपाएर आएको होइन त राजनीतिमा, फर्किन्छौँ आफ्नो आफ्नो काम गर्छौँ। तर यो समाजलाई यति ठुलो घाटा हुन्छ नि सर, यो अहिले म तपाईँलाई बुझाउन पनि सक्दिनँ र तपाईँले बुझि पनि रहनु भएको छैन भन्ने मलाई थाहा छ क्या। तर समाजलाई यति ठुलो घाटा हुन्छ। यो अभियान यदि असफल भयो भने यो जुन यी राक्षसहरूको जुन शासन छ नि यस्तो पवित्र भूमिमा, 4 थान राक्षसहरूले जुन बाँडेर खाइरहेका छन् यो पवित्र भूमिलाई, जसरी दोहन गरिरहेका छन् 35 वर्षदेखि, यो अर्को 50 वर्ष चल्छ। यिनीहरूका भाइ राक्षसहरू आउँछन् यिनीहरू पछि यो देश दोहन गर्नका लागि। त्यस्तै भ्रष्टहरूको, किनभने कागतीको बोटमा निबुवा त फल्दैन। शेरबहादुर देउवा जस्तै हुन्छन् गगन थापा, विश्वप्रकाशहरू, केपी ओली जस्तै हुन्छन् महेश बस्नेतहरू। अझ महेश बस्नेतहरू योभन्दा खराब हुन्छ, यो पुस्ताभन्दा बढी। त्यस कारणले यो समाजलाई यति ठुलो लस हुन्छ, यति ठुलो घाटा हुन्छ यो अभियान असफल भयो भने अर्को 50 वर्षसम्म कसैले यो देशमा वैकल्पिक राजनीति गर्ने हिम्मत गर्दैन। देशको अवस्था यस्तै भइरहन्छ, ओह्रालै झरिरहन्छ। तपाईँ यसलाई अझ यसरी बुझ्नुहोस्, 46 साल पछाडि अर्थतन्त्रको हिसाबले, महँगाईको हिसाबले, रोजगारीको हिसाबले, कल कारखानाको हिसाबले हामी उँभोतिर जाँदैछौँ कि उँधोतिर जाँदैछौँ? यति मात्रै हेर्नुहोस्, यो अझै उँधै जान्छ यिनीहरूको नेतृत्वमा। यिनीहरूलाई विस्थापित गर्न सकिएन भने हामी 2-4 जना मान्छेहरूलाई के हुन्छ र आफ्नो आफ्नो जिन्दगीमा फर्केर जाउँला। तर यो समाजलाई साह्रै ठुलो ऐतिहासिक घाटा हुन्छ। ओके, पक्कै पनि हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। खास गरी चाहिँ म तपाईँहरूलाई जहिले पनि रमाइला खालका भिडियोहरू ल्याउने, कन्टेन्टहरू बनाउने र तपाईँलाई हँसाउने प्रयास गर्थेँ भने आज चाहिँ हुन त रमेश सरले मलाई पहिले पनि एथोरिटी त दिइसक्नु भएको थियो, तपाईँको आफ्नो शैलीमा जानुहोस्, तपाईँ आफ्नो तरिकाले एउटा कन्टेन्ट क्रिएट गर्नुहोस् भन्नुभएको थियो। किन म जान सकिनँ त्यो तरिकाले, गएको भए जान पनि सक्थेँ। अनि जस्तो कपिलले नम्र भएर ज्योति दिदीले साडी लाएर सुहाउने काम पो गर्नुपर्छ त। कति कडा हान्दियो यार बुढाले। होइन यस्तो हुन्छ, त्यो त्यति भन्दा हजुरले जे भन्नुभयो त्यो पनि एक ठाउँबाट सही छ सर होइन। मैले पनि के भने चाहिँ कतिको मान्छेलाई कुन खालको अन्तर्वार्ता गर्नुपर्छ भन्ने कुरा मैले पनि अलिकति चाहिँ बुझ्नुपर्छ। एउटा तपाईँ जस्तो एउटा राजनीतिको कुरामा चाहिँ एउटा जनताले फरक तरिकाले चिनिराखेका मान्छेलाई होइन, मैले त ल गाइज तपाईँहरूको अगाडि मैले चाहिँ गु खाने रमेश बर्साइले आइसकेको छु भनेपछि मान्छेले के सोच्नु होला भन्नुहोस् त।
सुन्नु न तपाईँले त्यस्तो भन्नुभयो भए म गेटतिरको बाटो देखाइदिइहाल्छु अनि हो पहिलो प्रश्न ल हेर्नु अब यति कुराले त कति फरक भयो नि त यहाँनिर हो कि भनेपछि त्यो भएर म त्यो शैलीमा गइनँ अनि यस्तो काट्नु है यस्तो घिनलाग्दो कुरा ओके ठिक छ त्यो थियो एउटा जोकको कुरा थियो र त्यो कुराहरूलाई चाहिँ गर्दै मैले त धेरै जसो कुराहरू रमेश सरसँग मात्रै राखेँ म्यामलाई पनि धेरै सोधिनँ किनभने हरेक कुराहरू फेरि म्यामले गर्दा गर्दै रमेश सरको कुरा आइहाल्ने ट्याक्कै भएको कारणले अब अन्तिममा चाहिँ हामीलाई हेरेर बस्ने सम्पूर्ण दर्शकहरूलाई के भन्नुहुन्छ म्यामबाट चाहिँ सुरुवात अब यो भिडियोमा गाली पाउनुहुन्छ होइन मलाई थाहा छ राजनीति जोडेपछि गाली त अवश्यै खाइन्छ होला अनि अब के भन्नु माया गरिदिनु होला सबैजनाले अब सहीलाई सही गलतलाई गलत नै बुझ्नुपर्छ मेरो संस्था छ सबैजनाले माया गरिदिनु होला धेरै माया गर्नुभएको छ अझै धेरै माया गर्नु र अहिले अब दोहोरी चाहिँ हेर्न नछुटाउनु है एकदम अहिले यो खुसी हुने अलिकति मान्छेले खुसी हुन हाँस्न बिर्सेको छ जस्तो लाग्छ कि अनि हामी हरेक नेतादेखि राजादेखि जोसुकैलाई पनि खुसी रमाइलो जसलाई पनि चाहिन्छ कि अनि अहिले दोहोरी आएको छ अब रमेशजीको होइन हेरेर हाँस्नु होला भन्छ सबैजनालाई ओके सोध्न मिल्ने नमिल्ने के सोधेँ मैले होइन त्यो आफ्नो ठाउँमा छ र कति तरिका कति शैली पनि जानिएन होला त्यो म अलिकति किनकि मैले अघि पनि भने अलि हँसाउने पारामा जाने हो भने मलाई चाहिँ त्यो उटपट्याङ कुराहरू चाहिँ जतिखेर यतिखेर अहिले उम्रिन्छ होइन तर जब यो सेन्सिटिभ कुराहरूमा गएर चाहिँ अन्तर्वार्ता गर्दा कतै अलिकति बोल्ने कुराहरूमा कमी कमजोरी हुनसक्छ कतै चाहिँ मैले छुटाएका कुराहरू यो कपिलले चाहिँ अन्तर्वार्ता गर्दै अलिकति एक दुई शब्द जानेन है यो चाहिँ बोल्दै भए म यो बोल्ने थिएँ कि भन्ने खालका कुराहरू केही छैन भने सर छोटो मिठोमा हजुर टुङ्गाइदिनु पर्यो मलाई त्यस्तो कहिले त्यस्तो भ्रम छैन कपिल उसले यो जानेन म यो चाहिँ जान्दथेँ भन्ने कहिल्यै मलाई त्यस्तो भ्रम छैन हरेक मान्छेको आफ्नो आफ्नो ज्ञानको क्षेत्र हुन्छ र आफ्नो आफ्नो क्षमता अनुसार मान्छे प्रस्तुत हुने हो होइन र तपाईँले त अब मलाई एकदम धेरै माया गर्नुभयो अघि भाउजूले मिठो खाना खुवाएर होला अन्तर्वार्ता तपाईँले एकदम राम्रो विनम्र रूपमा तपाईँले लिनुभएको छ आदरणीय दर्शक शुभचिन्तकहरूलाई म त्यही अनुरोध गर्न चाहन्छु यस्तो हो मेरो ईश्वरलाई थाहा छ मैले कहिले पनि आफूलाई केन्द्रमा राखेको छैन जे गर्दा पनि मैले दोहोरी गाउँदा पनि जहिले पनि दर्शकलाई केन्द्रमा राखेर गाएको दर्शकले कस्तो रुचाउँछन् त्यस्तै गाएको मैले रिङ्केमुङको रागो निकाल्दा पनि 1 रुपियाँ लिएको होइन रोयल्टी जति सुरेश गन्धर्व उहाँ ओरिजिनल गायकलाई नै हामीले हस्तान्तरण गरेको हो अहिले राजनीतिमा आउँदा पनि म मेरा लागि आएको होइन मलाई केही नपुगेको थिएन मेरो उमेरमा मेरो खानदानको सबभन्दा बढी तलब खाइरहेको थिएँ मैले राम्रो कमाइरहेको खुसी मान्छे हो म त्यतिखेर गाली पनि कसैको खाइँदैन थियो अहिले त पेड साथीहरूले ठोकाइ गर्छन् होइन चम्चाको कमी छैन यो देशमा होइन त्यस कारण मैले कहिले आफूलाई केन्द्रमा राखेको छैन मैले जहिले समाजलाई राष्ट्रलाई केन्द्रमा राखेर अथवा मलाई माया गर्ने मान्छेहरूलाई नै केन्द्रमा राखेर मैले फैसलाहरू लिने गरेको छु आफ्नो जिन्दगीका यो कुरा मेरो ईश्वरलाई थाहा छ र दर्शकहरूलाई म जसरी हामीलाई माया गरिरहनु भएको छ यसरी नै माया गर्न म अनुरोध गर्दछु